सम्मानीय सभामुख महोदय, यहाँ मन्त्री हुनुपर्छ जस्तो लाग्छ मलाई। अर्थमन्त्री बोलाइहाल्नुहोस् सभामुख महोदय। अर्थमन्त्री कि मैले यसो आँखा देखिँदैन, म पनि 60 वर्ष बुढो भएको मान्छे, अर्थमन्त्री छैन जस्तो लाग्छ, बोलाउनुहोस् सभामुख महोदय। मान्य सदस्य आफ्नो कुरा राख्नुहोस्, उहाँ बाहिर जानुभएको छ। बाहिर जाने 5 मिनट हुन्छ, उहाँको 9 मिनट भइसक्यो बाहिर गएको, 10 मिनट पुगिसक्यो। आउँदै हुनुहुन्छ। मैले बोल्ने बेलामा आइपुगेन भने म फेरि पछिसम्म बोल्छु सभामुख महोदय। ल धन्यवाद। सम्मानीय सभामुख महोदय, यहाँले अर्थमन्त्री आउँछ भन्नुभएको छ, म पर्खाइमा बसेको छु मान्य सदस्य र म बोल्दै पनि छु। अरु मन्त्रालयको विषयमा बोल्दै गर्नुहोस्। समय दिनुभएकोमा धन्यवाद। म सर्वप्रथम त आज शहरी विकासतिर लागेँ जस्तो लाग्छ मलाई। म शहरी विकास क्षेत्र कतापट्टि पर्छ नेपालमा, म त्यो क्षेत्रतिर जस्तो गएँ सभामुख महोदय। सर्वप्रथम त मेरो पार्टीकै हुनुहुन्छ उहाँ उप प्रधानमन्त्रीज्यू प्रकाशमान सिंह, सम्मान्य हाम्रो चाहिँ सर्वोच्च नेता गणेशमानको छोरा हुनुहुन्छ। म यहाँलाई काठमाडौँ जिल्लामा 207वटा 3 करोडको चाहिँ बजेट विभाजन गरिदिनु भएकोमा म प्रकाशमान उप प्रधानमन्त्रीज्यूलाई रामेछाप जिल्लाको तर्फबाट, म रामेछाप जिल्ला नेपाली काङ्ग्रेस पार्टी सभापतिको जिल्ला तर्फबाट म मान्य तर्फबाट यहाँलाई यो 207वटा चाहिँ काठमाडौँ जिल्लामा राख्नु भएकोमा तपाईँलाई म मरिमरि म धन्यवाद दिन चाहन्छु। उप प्रधानमन्त्रीज्यू दुवैजना बसिरहनु भएको छ, यहाँहरू सँगसँगै म पनि मन्त्री त झुन्डेको थियो नि। यहाँहरूले 3 करोडभन्दा मुनिको बजेट विमोचन नगर्ने भन्नुभयो होइन तपाईँहरूले प्रधानमन्त्रीज्यूसँग, उप प्रधानमन्त्रीज्यूहरू। आज काठमाडौँ जिल्लामा 2 लाखबाट 2 करोडसम्मको बजेट 150वटा बजेट छ। तपाईँले के हिसाबले त्यतिखेर हामीलाई त्यहाँनिर चाहिँ क्याबिनेटमा कुरा राख्नु भएको थियो? मैले अस्ति पनि भनेको थिएँ, यो कति कारणले यो भएको छ। दबाबमा हो तपाईँहरूलाई, तपाईँले बोलेको कुरा पुऱ्याउनु पर्दैन। राष्ट्रिय योजना आयोगले उपाध्यक्षले भनेको कुरो 3 करोडभन्दा घटी कसको आधारमा राख्नु भएको छ? यो आज 2 करोड 1.5 करोड 3 के अरे 1.5 लाख 2 लाख कसको आधारमा राख्नु भएको छ? तपाईँहरूले के तपाईँहरू मात्रै को जिल्लाले मात्रै बजेट लान खोजे हो? यो यस्तो तरिकाले यहाँहरूले देश बनाउन सक्नुहुन्न जस्तो लाग्छ। म रूपन्देहीतिर गएँ, रूपन्देहीमा 3 करोडको बजेट 79वटा प्याकेज गएको छ। के शहरी विकास मन्त्री र अर्थमन्त्रीज्यूको के मितको चिनो साटेको हो? यो अरू 77 जिल्लामा मान्य जितेको छैन? 165वटा 110वटा समानुपातिक छैन? के क्यालकुलेसन गर्नुभयो तपाईँहरूले? यही हो राज्य चलाउने तरिका? उप प्रधानमन्त्रीज्यू दुवैजनाले चल्छ राजनीति? देश चल्छ? कुन हिसाबले चल्छ देश? तपाईँहरूले मात्र अगाउनु पर्ने? तपाईँहरूले मात्र चुनाव जित्नु पर्ने? तपाईँहरू मात्र मन्त्री हुनुपर्ने? व्यवहारिक त भनेको कुरा तलदेखि माथिसम्म हुनुपर्छ। म शहरी विकास मन्त्रीज्यूले भन्छु, यहाँ मेरो पार्टीको पनि तपाईँ नेता हुनुहुन्छ, तपाईँले 77 जिल्लाको सभापतिहरूलाई बोलाएर सभापति एकवटा तिमीले 3 करोड बजेट हालिदिन्छ, तपाईँ हाइट यति माथि पुग्थ्यो तर अहिले 0मा आछ। हुन्छ, तपाईँलाई एउटा कुरा म विश्वास तपाईँले के दिलाउँछु भने यो काठमाडौँमा जन्मिएको ललितपुर भक्तपुरतिर यस्तै जन्मिएको मानिसहरू, म 34 सालदेखि काठमाडौँ बसेको, सबैजना दिसा पिसाब गरेर जाँदाखेरि पनि यता यो बगरतिर जान्थ्यो, यता बाजे यता बोजू यता नाति यताहरू हुन्थ्यो। उहाँहरू तपाईँहरू यो
यो रिङ रोडभित्र जन्मेको मानिसहरू तपाईँहरूसँग छैन। टिबिटिन भाषामा भन्छ दिमिन्दु घाइचिकी, दिमाग कहाँ छ? तपाईँले के काठमाडौँ मात्र देख्नुभयो यो चाहिँ 207 और 3 करोड बजेट हाल्ने? अरू 77 जिल्लामा छैन? रूपन्देहीमा 79 करोड हाल्ने? यसरी चल्छ। यसरी फेरि तपाईँ त प्रधानमन्त्रीमा लाइन पुगेको मान्छे। तपाईँको पिता गणेशमान सिंहलाई चाहिँ प्रधानमन्त्री खाऊ भन्दाखेरि बौद्ध लाउने बेलामा चाहिँ नखाएको छोरा तपाईँ। यो तरिकाले तपाईँले अब के हुनुहुन्छ? तपाईँ अब कहाँ जानुहुन्छ राजनीतिमा? अब यस्तै तरिकाले चाहिँ 77 जिल्लाको चाहिँ हामी हो नि महाधिवेशन भएर चाहिँ 15 मा आउने त हामी हो नि। तपाईँको त्यो बेलामा नारा जुलुस गरिदियो भने तपाईँ इज्जत कहाँ पुग्छ? तपाईँले काठमाडौँ जिल्लालाई देख्ने? तपाईँ रामेछाप तपाईँलाई मैले निवेदन दिएँ थिएँ। तपाईँको बुवाले मेरो रामेछाप जिल्लामा 2टा स्कुल त्यहाँनिर चाहिँ एउटा स्कुलहरू छ, त्यहाँ 2 जना बाजियो, त्यहाँनिर त्यहाँ ग्रुप बाजियो, बिर्केश्वर महाबी भन्ने। गणेश मानले गएर उद्घाटन गरिदिनु भयो। त्यहाँ लडाइँ पर्यो 2 ठाउँ। उहाँले दुवै ठाउँ त्यो स्कुललाई बाँडिदिनु भयो। 2टी स्कुललाई दुवै ठाउँ तिमीहरू स्कुल बाँडिदिनु भयो। मैले त्यो बाटोको लागि तपाईँलाई निवेदन दिएँ थिएँ। तपाईँले मलाई आज मान्ने मात्र सोचेको? नेपाली काङ्ग्रेसको जिल्ला सभापति कुनै पनि महाधिवेशन महासमिति कार्य समिति कुनै पनि नउठेर जितेको पार्टी। बुझ्नुभयो? मेरो जिल्लामा 150 किलोमिटर मैले व्यक्तिगत बाटो खनिदिएँ होला। 14वटा एम्बुलेन्स दिएको छु मैले। त्यसै आउँछ 47,100 मत। यो तरिकाले गर्थे तपाईँले सुध्रिनुहोस्। म त एउटा जनजातिको छोरा, एउटा मान्ने, तपाईँले मैले त सिधा कुरा गरिदिएँ। तपाईँ सुध्रिनुहोस् भनेर भनिदिए। तर अरू हरेक मान्छेले तपाईँलाई च्याप्दै ल्याएछ, च्यापेर आछ तपाईँलाई। तपाईँको 15 को महाधिवेशन तपाईँसँग त्यतिखेर छलफल हुन्छ, तपाईँसँग कुरा हुन्छ। हामी पनि त्यहाँबाट चुनाव त जितेर आउँला नि, महाधिवेशन जितेर आउँला नि, तपाईँलाई त्यतिखेर हुन्छ। तपाईँलाई मैले दलमा भन्ने कुरा गर्न लागेको थिएँ। खास गरी आज दलले बैठक राखेन, तपाईँलाई मैले दलमा यो कुराहरू राख्ने कुराहरू थियो। यस्तो तरिकाले बजेट तपाईँले 77 जिल्ला हेर्नु पर्दैन, 165वटा क्षेत्र हेर्नु पर्दैन। मेरो जिल्ला तपाईँ पुग्नु भएको छ। कति छ मेरो जिल्लामा भोट? कतिवटा क्षेत्रले घेरेको छ मेरो जिल्लामा? मेरो बुवा र आमाको नाममा 13वटा एम्बुलेन्स एउटा सब बाँधिदिएको छु। सरकारसँग आइसियु बेड थिएन कोभिडको बेलामा, मैले 28 लाख रुपियाँ व्यक्तिगत लगेर चाहिँ मैले किनेर दिएछु। कसको लागि किनेर दिएको छु? मैले त्यो रामेछाप जनता र पार्टी बलियोस् भनेर मैले दिएको छु। तपाईँले आज हामीलाई हेर्नु पर्दैन? हामी काङ्ग्रेसको मान्ने होइन, रुख चिन्हबाट जितेको होइन हामीले। यो तरिकाले तपाईँको राजनीति सब्रिन्छ। तपाईँले हामीले एउटा चाहिँ गणेश मानको चाहिँ नेताको चाहिँ छोरा तपाईँ प्रधानमन्त्री हुँला भन्ने आशा गरेको थियो, पार्टी सभापति हुँला भन्ने आशा गरेको थियो तपाईँलाई हामीले। यो तरिकाले उप प्रधानमन्त्रीज्यू, देश चल्दैन, डुबिसक्यो काङ्ग्रेसहरू। तपाईँ सुध्रिनुपर्छ। यो तरिकाले पार्टी सबैलाई चाहिन्छ। पार्टी कुरो सबैले चाहिन्छ। सबै पार्टीको साथीहरू आएर चाहिँ बसिया छ। आज 6 महिना अगाडि दर्ता गरेको पार्टी 79 सालमा 6 महिना अगाडि दर्ता गरेको पार्टी आज 22वटा जितेर आएको छ। त्यही पार्टीबाट जितेर उपसभामुख हुनुहुन्छ यहाँनिर। भोलि यस्तो पार्टी तपाईँहरू जस्तोले गर्दाखेरि यस्तो पार्टीहरू भोलि हामी नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादीहरू चाहिँ यस्तै तरिका तपाईँले चाहिँ बजेटको व्यवस्था गरिदिनु छुटेर भरि अर्कोले फाइदा लिने हो। म अर्थमन्त्रीज्यूलाई मैले चाहिँ अनुरोध गरेँ, तपाईँलाई यो जुन हामी सांसदहरूलाई दिएको जुन 15 करोड बजेटको त्यो उब्रिएको पैसा टेन्डर प्रक्रियाले गर्दाखेरि घटेको पैसाहरू त्यही जिल्लामा लगानी गरिदिनुपर्छ। मान्य सदस्य, समय सकेको मैले एक सेकेन्ड माग्यो। त्यो हिसाबले म अर्थमन्त्रीज्यू तपाईँको नि मैले सबै कुरा म रूपेन्द्र म पनि अहिले त्यो जिल्ला हुर्केर आएको बसेको मान्छे हो। हाम्रो पनि त्यहाँ साथीहरू हुनुहुन्छ। तपाईँलाई पनि यही 6 महिना अगाडि गएको पार्टीले 683 मतले मात्र जितेर आउनु भयो। तपाईँ पनि ख्याल गर्नुपर्छ, समयलाई सबैलाई मिलाउनुपर्छ।
शहरी विकास मन्त्री धेरै भोटले जितेको होइन, 80 भोटले मात्र जितेर झुन्डेर हामी जस्तो 17,000 मतले जितेर आउनुपर्छ। अनि यहाँ आएर दनाक दिने हो। तपाईँ अर्थमन्त्रीज्यू, तपाईँलाई काङ्ग्रेसको फेला नपरे, काङ्ग्रेस लुते काङ्ग्रेस भएर हो। घन्टीले 683 मतले मात्र सबैको रिपोर्टहरू हामीले लिएर बसेका छौँ। म यहाँ अन्तिममा सहमुख महोदय, मैले शहरी विकासको किताबलाई मैले लिएको छु। साथीहरूले यो किताबहरू च्यात्ने काम गर्ने गरेँ। म यो जनताहरूले कर तिरेको पैसाले बनाएको किताब हो। म च्यात्दिनँ। म बुद्ध भगवान् पशुपतिनाथसँग सम्झेर यो किताबले ढोगेर 84 को चुनावमा यो दुईटी उपप्रधानमन्त्री कुनै पनि दुईटी उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा म बुद्ध भगवान् र पशुपतिनाथसँग प्रार्थना गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। माननीय वासुदेव घिमिरे, समय 6 मिनेट। त्यसपछि